गाइज यो चाहिँ कुन मसिन हो अनि फेरि यहाँ चाहिँ किन व्यक्तिहरूले आफ्नो टाउको छिराएर के चेकअप गर्न खोज्दैछन् अनि फेरि उहाँको डक्टर चाहिँ किन यस्तोलाई बसिराख्नु भएको छ यहाँ। गाइज वेलकम ब्याक टु माई न्यू ब्लग। अनि फेरि आज पनि टक्क रेडी भएर चाहिँ म दोकानतिर लागेँ। अनि फेरि दोकान गएपछि लाइन चाहिँ गइसकेको थियो, त्यस कारण चाहिँ कस्टमरहरू पनि थिएन त्यस्तो। अनि फेरि त्यहाँ हेरेको चाहिँ नयाँ मसिन पो आएछ अगाडिको दोकानमा। अनि फेरि त्यहाँ हेर्दा हेर्दा त कस्टमर आउनु भने कस्टमरलाई पनि ढाका टोपी देखाउन थाल्यो। अनि फेरि यहाँ चाहिँ हेर्न सक्नुहुन्छ देखाउन थाल्यो। अनि फेरि उहाँ पनि एकदम हिँड्न थाल्नु भयो। उहाँ चाहिँ इन्डियाबाट चाहिँ हुनुहुन्छ, त्यस कारण उहाँलाई चाहिँ धेरै नलेज छैन रहेछ ढाका टोपीको बारेमा, के हुन्छ नेपाली ट्रेडिसनल टोपी भन्दै हुनुहुन्थ्यो। एकैछिन कस्टमरलाई देखाउँदा पनि लाइन पनि आइसकेको थियो। अनि फेरि अगाडि हेर्नु सक्नु मेलाभन्दा पनि बढी भिड पो आएछ यार। एकैछिनमा त्यो मात्र स्क्रिन टेस्ट चाहिँ फ्रीमा गराउँदै हुनुहुन्थ्यो, एउटा मसिन चाहिँ लाउनु भएको थियो यस्तो खुल्ने बन्द हुने भएकाले। त्यस कारण चाहिँ उहाँ चाहिँ एकदम भिड थियो पुरा। आमामा के भन्नु, तपाईँले भिड देखाउँदा हेर्नुहुन्छ भने एकदम मेलाभन्दा पनि धेरै क्राउड चाहिँ उता जम्मा भयो। अनि फेरि एकछिन हेरेको त त्यो स्किन चेक गर्ने दिदी चाहिँ किन यस्तो बस्नुभयो मलाई पनि थाहा भएन। अनि फेरि एकैछिन पछि उहाँबाट आएर यहाँ माल पनि हेर्दै हुनुहुन्थ्यो। अनि फेरि एकैछिन पछि भोक लागेर चटपटी खाना गएको। अरू पनि भ्यू हेर्न सक्नुहुन्छ। बाई बाई।